हेलो एभ्रिवान, मेरो ब्लगमा तपाईँलाई स्वागत छ। आज म पोखरा आएको छु। पोखरा बजारको तपाईँहरूलाई केही मजा घुम्छु, त्यहाँको दृश्यहरू देखाउँछु हैन, कस्तो छ के छ हैन। अब मेरो बुढी पनि रेडी भइसक्यो अब, हैन बुढी? लौ नि हो। अहिले हामी गइरहेको छु बजार घुम्न, हैन त? अब हामी निस्क्यौँ लिफ्ट चढेर। यो चाहिँ पोखराको लेक साइड स्टे। हामी ट्याक्सीको लागि कुदिरहेको छौँ। के गर्ने? हुन्छ दाइ, खाली हो दाइ। चिप्लो डुङ्गा जान्न त है? बेबी आइज आइज। अब हामी चिप्ले ढुङ्गा बस जाँदैछौँ। ठ्याक्कै चिप्ले ढुङ्गामा है त। कसरी चिनेको हुने गाडी छुट्टी खाने बिहानबाट कसरी बोलाएको नम्बर देखाउँ यहाँ। ल पालो सिस्टम रे। अब हामी यो उसमा ट्याक्सीमा नै अर्कोमा जाऊँ। कुन चाहिँ हो? कुन चाहिँ यो? ओके, यहाँ पालो सिस्टम हुँदो रहेछ पोखरामा। अगाडि बसेको चाहिँ होइन रहेछ। ल जाऊँ। है कहाँ पुग्ने हजुर? चिप्ले ढुङ्गा। पोखराको नयाँ स्वाद पालै हिँड्ने रहेछ यतातिर है। मान्छे झारेको मैले देखेको थियो। हजुर हजुर, मैले हेरिराखेको थिएँ नि त। ए ट्याक्सी फेरि यहाँ लेक साइड पनि होइन, झारेको देखिरहेको थिएँ। हजुर हामी त घुम्न आएको है, थाहै भएन क्या यस्तो हुन्छ भनेर। हामी ट्याक्सी देख्यौँ, जाने भने हुन्छ अरे, हामी चढिहाल्यौँ। ठिकै हो, पालो गर्नुपर्छ। पाउँछ मलाई अब के भरे रमाइलो भइरहेछ भनेपछि कतिको रमाइलो भइरहेछ त? डेन्जर रमाइलो। कता घुम्ने प्लान छ त म्यामको? सबै ठाउँ पोखरा भ्यायो भने सबै ठाउँ हो। ल हामी अब दुईजना बुढाबुढी यसो चिप्ले ढुङ्गातिर आयौँ। अब बुढीलाई सपिङ गर्नु पऱ्यो अरे, अनि यो चाहिँ चिप्ले ढुङ्गा। म्याम कहाँ पुरा चस्मा लगाएर? पुरानो चस्मा रे? नहीं भाइ चाहिए छैन। नहीं हाम्रो अफिस ब्रो र भाउजू पनि आइहाल्नु भयो ठ्याक्क यहाँनिरै। के छ, कता जाने हामी? हामी अब भाउजूको लागि लुगा किन्नु गर्नु पऱ्यो होइन? के चाहियो रे? कोट चाहियो, लङ कोट। ल हामीहरू अब लङ कोट किन्न यसो बजार डुल्नु पऱ्यो। कस्तो लागिरहेको नि मलाई भेट्दा? एकदम हृदयबाटै गदगद खुसी लागिरहेछ। हो र? होइन होला, हृदयदेखि नै हो। हृदयदेखि नै हो। तर अलि बिजी सेड्युल पनि भइरहेछ। यहाँ ल्यापटपै छ कि। मेरो साथी चाहिँ के अरे एकदमै आफ्नो बिजी स्केड्युल बावजुद पनि मलाई भेट्न यसो आइरहेको छ, मलाई घुमाउनलाई।
होइन ल अब हामी यहाँ यसो हेर्न आइरहेको छौँ है कस्तो चाहिएको अब चुज गर्दै हुनुहुन्छ उहाँले मैले फोटो पठाएको जस्तै ए फोटो फुटाएको जस्तै हेर फोटोमा यस्तो खाले यिनीहरू नि हेर्नु न त्यस्तो काठमाडौँको स्कुल सेम त छैन नि फेरि छैन हजुर त्यो चाहिँ वाइ भर्सन ओके हेर्नु मिल्छ यो चाहिँ हामीसँग अहिले चाहिँ सकिसकेको छ नि सर यो त है अर्को वाइटमा छ अफ वाइट टाइपमा हो भने कपी गर्नु राम्रो हुन्छ यसमा। सबैजना यसो हेरिरहेको छ ठ्याक्कै पाइन्छ कि पाइँदैन भन्ने कुरा हाम्रो अभिज प्रोले यस्तो बेसरी जस्तो छ क्या मारिस सर्ने हो कोटको लागि उसको लागि नै हामी धेरै डुल्याइ हुन्छौँ ए ए अँ अब ट्राई हेर्नु ठिक छ राम्रो लाग्छ भने ठिक छ के अरे नत्र भने अब राम्रो लाग्छ हामी हेर नि त तिर हेर्नु पर्यो कस्तो मनै परेन क्या अरू नि छ उता हेरौँ है यस्तो उयो भएन रे ल एउटा पसलमा सक्यो अब त्यो उस टाइपको हो क्या खोजिरहेको त्यो फर टाइपको हो क्या अब हामी खोज्न गइरहेको छौँ पसल चार्ने हो अब हामी कति बेला अब माथि पुग्ने अब पुग्ने नि यो त्यही ऊ लङ कोट किन्छु भनेर ज्याकेट नै नलाइकन आएको छ यार हामी अर्को पसलमा आयौँ फरवाला चाहिएको हो क्या फरवाला गाह्रो छ केटी मान्छेको लागि गाह्रो छ खोज्न अब हामी दुईजनाको काम चाहिँ पछाडि हिँड्ने काम हुन्छ अब होइन अरू के काम हेर्ने मात्र हामीलाई थाहा छैन के कस्तो हो के हो भन्ने ओ यहाँ नि लिने काठमाडौँमा नि लिने के रे डुबाउँछस् क्या तैँले लिने काठमाडौँ गएर नि लिने वामा के कसो हुन्छ भन्ने होला भने त के छ र कोटा मै किनिहाल्छु होला फेरि कसो भाइ काम देखेन चाहिएको जस्तै भनेपछि त अब फेरि फोटो देखाउनु पऱ्यो यस्तो खाले छ म्याम हामीसँग छैन है त्यही त अब उसलाई यस्तै फोटोमा भएको चाहियो अरे अबिस के गर्ने होला गाह्रो छ अब दर्जी के अरे सिलाइ गर्ने मान्छे नै हुनु पर्ला जस्तो छ है हो त अब हामी खोज्दै हिँडिरहेको छौँ म्यामलाई मन पर्दैन जस्तो छ यतातिर के अरे छानी खोज्यो बुढो पनि छानछानी खोज्यो अरे ल यहाँबाट हामी अब निस्किरहेको छौँ कता पुग्छ रे ट्रेडमल ओके हामी अब विशाल बजारतिर जाने विशाल बजार पोखराको विशाल बजार जानु लाग्यो हामी अब एकदम हाम्रो के हुन्छ भने टुर अब वाकिङ टुर हुन्छ होइन त यताउति पनि हेरिहालौँ है हामी अहिले जेब्रा क्रसिङमा बाटो काटिरहेछौँ फेरि झ्याप्प लगाएर अब बुढीलाई मन पऱ्यो अझ त किन्नु परिहाल्यो होइन यतिकै किनेर पनि फाइदा छैन के कसो अफिस हो कि होइन कस्तो कस्तो हो यस्तो खाले रे हेर्दै हुनुहुन्छ म्यामले
ल अब ठ्याक्कै त्यो फोटो जस्तो त खै यार त्यस्तै हो त फोटो हेरिराख त के होला जस्तो छ हामी सपिङमै छौँ है यो अलि चिप्लो टाइपको छ क्या ल यो चाहिँ अलि मन पर्यो अरे हामी कोटकै हन्टिङमा छौँ अहिले ठुलो जङ्गलमा खोज्दैछौँ हामी ठुलो जङ्गलमा खोज्दैछौँ खै चेक गर न चेक गर कस्तो देखिन्छ फाइनल्ली त्यो राम्रो छ त्यो राम्रो लाग्यो राम्रो छ ट्राई गर त यतिकै राम्री छ यार मेरो बुढी कोट लाउनै पर्दैन होइन र के हो ठ्याक्कै रहेछ भाउजूकोलाई नै भनेर बनेकै रहेछ त्यो भित्र व्हाइट वा अरू कलर भयो भने अझै राम्रो देखियो त्यसमा मरुनमा मरुनै भित्र लाउने खोज्नु पर्यो अर्को मिली हुन्छ भित्रकै भित्र ट्राई गरेर हुन्छ यो कलर पनि राम्रो है यो पनि राम्रो छ कलर त हामी हन्टिङमा छौँ भाउजू हुनुहुन्छ अफिस छ हामी खोज्दैछौँ कति टाइम लाग्यो अरे हामीलाई 5 मिनट रे भाउजूले अझ फेरि कलरफुल ट्राई गर त कस्तो देखिन्छ 2 घन्टा लाग्यो कति घन्टा लाग्यो अरे 2 घन्टा लाग्यो हामीलाई यो कोड खोज्नलाई हो नि होइन 2 घन्टा अझ नि भेट्ने हो कि होइन होइन त नि भेट्छ भेट्दैन घुमेछौँ हामी थाकिसक्यौँ होइन मिलाइदिने हो कि होइन हो नि भेट्ने हो कि होइन ए हो मिलाउनु नि पर्यो मिलाउनु नै पर्यो भाउजू मरुन भन्दा नि यो राम्रो देखियो हो कि होइन कोटमा चाहिँ सबैभन्दा धेरै रुचाउने कलर चाहिँ यही भयो यसमा अहिले चाहिँ रुचाउने के धेरै रुचाउने यो भनेको अलि ट्रेन्डिङ कलर चाहिँ यो होइन यो चाहिँ राम्रो लाग्यो मलाई त कलर यो त फरेभर कलर हो त्यही त एकदमै कहिले पनि डिजाइन त्यो के हुन्छ नि उस नहुने के अरे खै कस्तो देखेछौ अरे बब्बाल देखेछ यार भित्र लाउने पनि किन्न साउजीले मिलाइदिनु भयो भने मजाको कलर रहेछ होइन मिल्नेसम्म मिलाइदिन्छ यही ठिक छ तर कलर यो सोमा नि बेसी खै यता हेर त यो चाहिँ क्लासिक कलर भयो के खतरा चाहिँ अलिकति ट्रेन्डिङ टाइपको भयो के अगाडि 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 गर त त्यसलाई भाउजूले मिलाइदिँदै हुनुहुन्छ त्यता सबै लाउनु पर्छ अनि त नलागे राम्रो देख्छ किनभने यता बेल्टमा फिक्स गर्ने अनि यो बेल्ट फिक्स गरेपछि अनि नलगाइकन उस गरे हुन्छ त्यो चाहिँ त्यो भएपछि ट्याक्क बसिरहेको छ पोखराको चिनो हुन्छ अनि होइन भाउजू त्यसमा यो ब्रोन्ज होइन यो राम्रो देखेछ त्यो मरुन भन्दा नि यो राम्रो देखेछ सुन जस्तै सुन जस्तै छ र हरायो हरायो छैन अब यो यहीँ टाँसेर डाइरेक्ट ल्यायो भने चाहिँ अब सुन जस्तै पर्थ्यो अलिकति त्यही भएर यो छुट्टै आएको भएर अलिकति कम छ त्यस्तो अरे त्यो त कस्तो लाग्यो अरे ल प्राइसको कुरा अब प्राइसको कुरा राम्रो छ कि छैन भन्ने कुरा हो प्राइस हाम्रो अफिस ब्रदर पुरै बिजी हुनुहुन्छ आफ्नो काममा हाफमा बेचेको YSL के सर्टमा अनि त्यो एकदम कालो भैयाले भन्छ अनि के मजा आयो राम्रो यो झिकेर फाल्दिने हुन्छ होइन कालो हुँदैन होइन कि भजन चाहिँ यो मन परेन भने फालिदिन्छ किनभने यो डोरीमा रहेछ कि सजिलो छ बटन चेन्ज गर्न तर गर्न पर्दैन ढुकाउनु डोरी रहेछ फेरि बिग्रियो भने फेरि अब यहाँ ल्याउन मिलेन किनभने बटन कुरियर गरिदिनु रे हामी त यहाँबाट होइनौँ नि त फेरि यहाँको पहिला मैले यसकै सर्ट यिनीहरूलाई कुरियर गरिदिनु पर्ला ठिकै छ रेट पनि 6850 छ 6850 छ हजुरहरूलाई डिस्काउन्ट गर्दा चाहिँ 58
22 पर्छ त्यत्रो त होइन रेट एकदम दोकान छ होला कोट एकदमै महँगो छ ल उस भइरहेको छ प्राइजिङको भइरहेको छ प्राइजिङको तुलना अब भाउजूलाई थाहा छ अब यसको बारेमा भाउजू चाहिँ यो लङ कटको एकदमै पाराखी हुनुहुन्छ अरे हाम्रो अफिसले भन्नुभएको होइन होइन त्यही भएर भाउजूलाई चाहिँ बढी थाहा छ अरे यसको बारेमा हुन्छ ल मिलाइदिनु त दाइ मिलाएरै छ 6 भन्दा तल जान्थेन मैले होइन हामी नि लिइराखेको हुन्छ ल ठिक छ 45 गरिदिनु ल 45 आफैलाई माथि छ त्यो भन्दा त्यो त बार्गेनिङ गर्नै परेन एकदम सजिलो होइन मलाई नि किनभने मेटेरियल राम्रो छ हामीले चाहिँ यो अब 9,500 भनेर नि बेचेको मार्केटमा तर त्यही पछि लाएर हुँदैन मैले चाहिँ यो बाहेक अरू उसको बेचेकै छैन कि 2 वर्ष भयो कोट चाहिँ सर्टमा बेचेको धेरै अहिले चाहिँ लङमा ल के अरे सर्ट र लङको प्राइस हामीलाई फेरि एउटै पर्छ त्यो भएर कि यहाँ उसमा पनि भनिहाल्नुहुन्छ मेरो युट्युब उसमा पनि के छ कस्तो छ होइन के गर्नुभयो भन्ने कुरा त त्यहाँबाट थाहा भइहाल्छ कति पर्छ होइन कमेन्ट गरिदिनु होइन ल होइन ल के छ त अनि फाइनल प्राइस त्यो त फाइनलै हो ल 5 गरिदिनु ल फाइनल ल सब त्यतिमै हुन्छ तपाईँहरूलाई मैले 5 दिन ल। सक्ने भनेको 20% सम्म हो लास्ट भनेको 5 सम्म ल होइन कोटहरू लिइराख्नु 5 धेरै ठिकै हुन्छ क्या बार्गेनिङ भइरहेछ अब बार्गेनिङ के छ कस्तो छ हुने हो त्यो त मैले 400-500 राखेर लिनुपर्छ कोट चाहिँ अरू सामान भएको भए 4-5 लिएर तपाईँलाई पुग्छ त नि दोकानलाई होइन नि त्यत्रो मैले त्यत्रोमा कामै गर्छु 2-3 हजार त ढेकै हुन्छ ऊ पनि पहिला त्यस्तै दोकान गरेको मान्छे गरिराखेको भए चाहिँ मिल्थ्यो गरेको भनेपछि त त्यो एकदम गाह्रो भएर अहिले हामी नै छोड्ने उसमा छ ल छोरा लाउनु भएछ झन् डिस्काउन्ट मिल्दैन ल ल होइन 56 के भयो त नि फाइनल त 5 होइन 56 भन्दा त मिलेन ल सकेन भाउजूको नि जानु पर्यो क्या आवाज त्यो चाहिँ थाहै छैन सकेन नि हाम्रो कुरा मिले जस्तो छ अलिअलि होइन मिल्यो त मिल्यो मिल्यो अब लिने भयौँ हामी ल अब अघिको मरुन भएको भए केही चाहिन्थ्यो कि यसमा त यो भयो नि खासै ल फरक चाहिँ परेछ अब बुढीले लगाएर हिँड्ने रे अब घुम्न हो यो चाहिँ राखिदिनु भन्नुभयो। हजुरको सपनै थियो नि यो लङकोट भन्ने नि 2-3 महिना भइसक्यो यार हो भने हामीले पहिला अरू धेरै कस्तो लाग्यो त बेच्थ्यौँ अनि लङ कोट त अब कस्तो लागिरहेछ किनिराख्ने कुरा भयो नि त्यो भएर राम्रोमा रमाइलो मलाई त बसेपछि चाहिन्छ होइन कि धेरै मान्छेले चाहिँ रमाइलो लागिरहेछ रमाइलो लागिरहेछ राम्रै खुसी लागिरहेछ वर्षै पछि लिने भाउजू चाहिँ फेरि पुरै वर्षै पछि नयाँ लौ है गाह्रो छ मलाई पैसा नदिए ल हामी अब निस्किरहेको कोर्स चाहिँ ओके भइसक्यो होइन डन भइसक्यो नि त ल